हाम्रो मन पनि अचम्मको छ। तपाईँले कहिलेकाहीँ फिल गर्नुभएको छ यु आर नट वर्दी भनेर, तर ख्याल गर्नुहोस् त्यो फिलिङ तपाईँलाई झुट बोलिरहेछ। हाम्रो मन अचम्मको छ, मैले भने नि होइन, कहिलेकाहीँ चाहिँ यसले पास्टको चोट, अरूको शब्द, कम्प्यारिजन यो सब मिलेर चाहिँ एउटा झुट बनाइदिन्छ, यु आर नट इनफ भनेर। बट त्यो ट्रुथ होइन। जस्ट बिकज कसैले चाहिँ तपाईँलाई सानो फिल गरायो भन्दैमा तपाईँ सानो हुने होइन। लाइफ हार्ड भयो भन्दैमा चाहिँ तपाईँलाई खुसी डिजर्भ हुँदैन भन्ने हुँदैन। तपाईँको डरले भन्छ यु आर अनवर्दी, तपाईँको माइन्डले भन्छ बी केयरफुल, तर तपाईँको सोलले के भन्छ यु वेयर बर्न डिजर्भिङ। त्यसैले ख्याल गर्नुहोस्, प्रोग्रेस स्लो भयो भने, मिस्टेक्स भयो भने पनि यु आर स्टिल वर्दी। लाइफ हेभी भयो भन्दैमा तपाईँको भ्यालु डिसअपियर हुने होइन। सो नेक्स्ट टाइम तपाईँको इनर भोइसले चाहिँ यु आर नट वर्दी भन्यो भने जस्ट ब्रिथ एन्ड एन्सर इट सफ्टली, आई एम इनफ, आई डिजर्भ बेटर एन्ड आई एम बिकमिङ बेटर। ट्रस्ट मी, यदि तपाईँले यो कुरालाई विश्वास गर्न थाल्नुभयो भने यो होल लाइफ बिगिन्स टु चेन्ज।